हेलो एभ्रिवान, आज फेरि म एकदमै राम्रो ठाउँ अनि एकदमै सुन्दर ठाउँ यो होटल जङ्गल होटलमा आइसकेको छु। अनि गाइस यहाँको डेकोरेसन अनि यहाँको जस लुक्सहरू चाहिँ एकदमै राम्रो अनि देख्न सक्नुहुन्छ। च्याउहरू अनि मृगहरू, बाहिरको लुक्स यति दामी छ भने भित्रको कति दामी होला। सो गाइस, ढिलो नगरिकन हामी भित्रको पनि लुक्सहरू हेर्नेछौँ र डेकोरेसन हेर्नेछौँ। सो गाइस, ब्युटिफुल रहेछ, एकदमै दामी। सो गाइस, खाना पनि अलरेडी आइसकेको छ, हेर्नु होला, एकदमै दामी छ हैन। कबाब, चाप अनि बारबिक्यू हैन, सबै मिक्स छ हैन, अझै आउन बाँकी नै छ। सो गाइस, एकदमै दामी देखिया छ, दामी पनि छ, होटल अनुसार जस खानेकुरा पनि मस्त दामी छ। र यहाँ दाइले चाहिँ टेस्ट गर्दै हुनुहुन्छ कस्तो छ भनेर। सो गाइस हैन, एकदमै दामी छ अरे हैन। र खाना पनि आइसकेको छ हाम्रो चाहिँ, र म पनि हालेर अब मैले पनि टेस्ट गर्न लागिरहेको छु र कस्तो मिठो छ कि छैन भनेर म तपाईँहरूलाई बताउने छु। सो गाइस, म टेस्ट गर्नको लागि गइरहेको छु। ओ माई गॉड हैन, लास्ट दामी छ। अनि यो चाहिँ चाप हो, एकदमै टेस्टी, एकदमै दामी रहेछ। मलाई चाहिँ एकदमै मन पर्यो। अनि तपाईँहरू पनि यदि आउन चाहनुहुन्छ भने चाहिँ यो चाहिँ बरेन एजुकेसन रोड राउन्ड बोर्डको साथैमा छ है। बाहिरबाट पनि तपाईँहरूले देख्न सक्नुहुन्छ। त्यसको डेकोरेसन, बाहिरको लुक्सहरू चाहिँ एकदमै बबाल, अघि नै मैले तपाईँहरूलाई देखाइसकेको छु। र त्यो साथसाथै मासु पनि एकदमै टेस्टी छ है। मलाई चाहिँ एकदमै मन पर्यो। यदि हजुरहरू आउन चाहनुहुन्छ भने चाहिँ बर्थडे पार्टी अनि हजुरहरू कसैलाई बर्थडे उस गर्नु छ भने चाहिँ यहाँ त्यो पनि गर्न मिल्दो रहेछ होइन। र दामी चाहिँ एकदमै दामी छ। भित्र फोटोहरू खिच्नको लागि अनि टिकटकहरू बनाउनको लागि चाहिँ धेरै राम्रो छ भित्र पनि। र हजुरहरू आउनु होला, एकचोटि यहाँ भिजिट पनि गर्नु होला। र खाना हेर्नुहोस्, यस्तो दामी छ कि चामल पनि, भात बनाएको पनि एकदमै दामी। र यहाँ चाहिँ स्पेसली हाम्रो नेपाली दिदीहरू हुँदो रहेछ र पकाउने पनि, र त्यो भएको कारणले पनि एकदमै टेस्टी अनि स्वादिष्ट खाना पाइँदो रहेछ। अनि मलाई चाहिँ एकदमै मन पर्यो। र एउटा कुरा विशेष भनेको चाहिँ के छ भन्दाखेरि यहाँ चाहिँ अल्कोहल चाहिँ एलाउड छैन है। हजुरहरू फ्यामिली, बच्चा अनि यस्तोहरू आएर चाहिँ बर्थडे पार्टी अनि फ्यामिलीसँग चाहिँ आएर खानु सक्नुहुन्छ। एकदमै सुविधा अनि सर्भिस पनि एकदमै राम्रो छ। र गाइस, म चाहिँ फटाफट खाएर मेरो ड्युटी छ र जानको लागि चाहिँ अलिक ढिलो पनि भइसकेको छ। सो गाइस, खाना पनि हामीले चाहिँ खाइसक्यौँ र म पनि हल्का बाहिर निक्लिनु लागिसक्यो होइन। अनि एकदम बाहिर निक्लिसक्यो, बिजी पनि छु, त्यो भएर होइन। अब ड्युटी छ फेरि होइन, त्यो भएर लाग्दैछु। म चाहिँ जाँदैछु। अब गाडी तल पार्किङमा छ र दाइहरू चाहिँ तल गएर बसिसक्नु भएको छ। So guys, thank you very much my video watching.